हामी चाहिँ यहाँ स्टेक बनाउन गइरहेछौँ। स्टेकमा चाहिँ यो नसा भयो भने चाहिँ अलिकति साह्रो हुन्छ। त्यस कारण हामीले चाहिँ नसाहरू यो सबै निकाल्दैछौँ र नसा निकाल्दाखेरि मासु अलिकति सफ्ट नरम हुन्छ। अब त्यसमा नि बनाउन जान्नुपर्ने हुन्छ। यो कुट्दाखेरि अझै बढी सफ्ट हुने भएकोले चाहिँ हामी यसलाई कुट्छौँ, मिट हमरले थिच्छौँ। यसको लागि इन्ग्रेडियन्ट सल्ट, क्रस पेपर, ब्ल्याक पेपर हाल्छ, आफ्नो मर्जीले हाले हुन्छ। हाल्नु सल्ट, क्रस पेपर, त्यो रोजमेरी, वेटर सस, रेड वाइन, गार्लिक चप, मटर पेस्ट, ओलिभ ओइल हालेर म्यारिनेट गर्छौँ यसलाई चाहिँ, स्टेकलाई चाहिँ। स्टेक चाहिँ हजुरको 24 आवर रेस्ट गऱ्यो भने अझै बेस्ट हुन्छ। जुसिनेस पनि हुन्छ र प्लस हजुरको सफ्ट पनि हुन्छ। 24 आवर राख्नाले चाहिँ हजुरको जुन बिफमा चाहिँ हजुरको सबै स्पाइसी भित्र गएर बस्छ र सफ्ट पनि हुन्छ, टेस्ट पनि आउँछ। मासु हाल्नुहोस्। अब यसलाई चाहिँ हामी यसरी म्यारिनेट गर्दैछौँ। यसको म्यारिनेट प्रोसेस लगभग सक्यो। यसपछि हामी सोते भेज गर्छौँ। त्यसलाई बिफ टेन्डरलाई रेस्ट दिएर गाली कहाँ छ? गाली अगाडि ल्याइदियो त। सोते भेजको लागि पनि हामी बटर, गार्लिक चप, सल्ट एन्ड व्हाइट पेपर युज गर्छौँ अनि पार्सली सबै हाल्नुहोस्। सल्ट एन्ड पेपर हाल्नुहोस्। सोते भेजलाई हामी त्यति धेरै ट्राई गर्दैनौँ, जस्ट थोरै दुईवटा सुइनी घुमाउनुहोस्। तात्नु पऱ्यो उता गिलोरमा चाहिँ लगाएर राखेको हाम्रो सोते भेज भयो उनी गराएँ गिलोरमा बनाउन राख्नु न। सजिलो छ, धेरै गाह्रो पनि छैन। फेरि हामी अब म्यास पोटेटो बनाउँछौँ। म्यास पोटेटोमा चाहिँ हामी आलु, सल्ट, पेपर, नटमेग, बटर, मिल्क हालेर हामी चाहिँ म्यास पोटेटो बनाउँछौँ। यसलाई हाई हिटमा बनाउनु हुँदैन। यसलाई चाहिँ हामी स्लो हिटमा हिट कम गरेर बनाउनुपर्छ। टाँसिन दिनुहुन्न। टाँसिन दियो भने त्यो म्यास पोटेटोको अलिकति डढा जस्तो फिलिङ पनि आउँछ र राम्रो कलर पनि आउँदैन। अब हामी ब्राउन सस तताउँदैछौँ। ब्राउन ससमा हाम्रो चाहिँ मसरुम एडहरू गरेको हुन्छ र मसरुम सस छ हाम्रो यसमा चाहिँ। यसमा नि हामीले हड्डीलाई 24 आवर कुक गरेर हड्डीलाई ओभनमा कुक गरेर बल्ल बनाउँछौँ। धेरै स्टेकलाई चाहिँ हामी धेरै पकाउँदैनौँ। यसलाई चाहिँ हामी हाई हिटमा बनाउँछौँ। स्लो हिटमा बनाउँदाखेरि यो अलिकति हार्ड ड्राई हुन्छ। भित्रको त्यो जुसी ड्राई हुँदाखेरि चाहिँ खानालाई अलिकति गाह्रो हुन्छ। अब यसको लागि हामी गरिरहेको छौँ। उता स्टेक भइरहेको छ। क्यारोट प्युरी, ओनियन, ग्रिल ओनियन, ग्रिल टमाटर, सोते भेज, म्यास पोट्याटो, प्लेटिङ पनि राम्रो म्यास पोट्याटो। स्टेक पनि मिडियम रियर रेडी भयो। मिडियम रियर भनेको चाहिँ हाम्रो 25% पाकेको चुइरहेको छ अहिले पनि ब्राउन सस। स्टेक रेडी भयो। छिटो लुक्स बबल आएको छ।